चर्चा चुनावको प्रश्न जनताको। प्रिय दर्शकवृन्द नमस्कार। तपाईहरू हेरिरहनु भएको छ दैनन्दिनीको चर्चित सो हाकाहाकी। हामी माझ हुनुहुन्छ जनआन्दोलन पार्टीका अध्यक्ष डाक्टर हर्कबहादुर छेत्री। डाक्टर छेत्रीसँग दैनन्दिनीले हाकाहाकी चुनाव सम्बन्धी कुराकानी गर्न लागिरहेको छ। डाक्टर छेत्रीलाई हाम्रो यो दैनन्दिनीको हाकाहाकी कार्यक्रममा स्वागत जनाउँछु। स्वागत छ डाक्टर छेत्री। धन्यवाद। चुनाव आइसकेको छ। नगरपालिकाको निम्ति अहिले सबैले प्रचार अभियान तीव्र गरिरहेको छ। जनआन्दोलन पार्टीलाई किन भोट हाल्नुपर्ने लाग्छ तपाईलाई? जनआन्दोलन पार्टीसँग भोट माग्नुको लागि जति कारणहरू छन्, सायद जनआन्दोलन पार्टीलाई चाहिँ किन भोट नहाल्नु भनेर सोध्नुपर्ने जनताले। किन हाल्नु भन्दाखेरि हजुर, किनभने डिस्ट्रिक्ट डिमान्ड कमिटी बनायौँ हामीले साथीहरूले। हामीले जुन उद्देश्यले त्यो बनायौँ त्यो उद्देश्य डिस्ट्रिक्ट डिमान्ड कमिटी गठन भएको 3 महिनाभित्र पुरा भयो। त्यसको पछि हामीले जनताको सामु विभागहरूको भ्रष्टाचारहरू उदाहरण गर्यौँ। हाम्रो एउटा थुक्सुको ट्रिपले गर्दाखेरि 7 दिनमा पाउने पानी अल्टरनेट डेमा पाउने भयो। त्यति मात्रै होइन, जनतालाई हामीले यो पनि बतायौँ कि विभागको अकर्मण्यताको कारणले गर्दा, इनएक्टिभिटीको कारणले गर्दाखेरि प्रशस्त भएको चिज पनि हामीले यहाँ पाएको छैनौँ। र त्यसको पछाडि कुन चाहिँ राजनीति छ, कसरी यहाँनिर ठिकादार, राजनीतिज्ञ, ब्युरोक्रेटहरू आपस्तमा मिलेर जनतालाई शोषण गरिरहेका छन्, त्यो हामीले स्पष्ट पार्यौँ। त्यति मात्रै नभएर हामीले कतिवटा आरटीआई फाइल गर्यौँ। जुन आरटीआईमा हामीले जनता अघि उदाङ्गो पार्यौँ कि उनीहरूको घर अगाडिको जुन चाहिँ सडक छ कति लाख रुपियाँ आएको थियो र कति खर्च भयो। अब त्यसले गर्दा एक प्रकारको पारदर्शिताको परिवेश तयार पार्नमा हामी सफल भयौँ। अब व्यवस्थामै नआइकन आज हामीले जनताको इज्जत त्यति बढाइदिएको छौँ भने जनताले पनि यो सर्ट टर्म इलेक्सनको मुखमा अलिअलि लोभ देखाउने र इलेक्सन सकेको बादमा हराउने नेतृत्व र दलहरूलाई विश्वास नगरेर जो चाहिँ सत्तामै नबसिकन, व्यवस्थामै नबसिकन पनि जनताको इज्जतलाई त्यहाँसम्म पुर्याइदिनमा सक्षम भयो, त्यस्तो दललाई समर्थन गर्नुपर्ने हो भन्ने हामी सम्झिन्छौँ। नगरपालिकाको सत्तामा पुग्नका निम्ति अथवा सत्तामा पुगेपछि जनताको निम्ति जनआन्दोलन पार्टीले यो काम गर्छ। त्यसमध्येमा पहिलो प्राथमिक मुद्दा के रहनेछ? प्राथमिक मुद्दा पानी हो। पिउने पानी। प्राथमिक मुद्दा पिउने पानी हो। हामीले त सोचेको छौँ यो जुन प्रकारको कुनै विभाग नभएको, कुनै व्यवस्था नभएको खालको चित्र देखिन्छ हामी पानीलाई हेर्दाखेरि। केही न पाइप जोड्नुमा कुनै नियम देखिन्छ, न सप्लाई ठिकसँग छ, न डिस्ट्रिब्युसन ठिकसँग छ। हामी टेक्निकल पर्सनहरू, एक्सपर्टहरू ल्याएर यो टोटल स्टडी गरेर यो पानीको समस्यालाई चाहिँ टोटल ओभरअल गर्न चाहन्छौँ। भ्रष्टाचार मुक्त नगरपालिकाको पनि कुरा गर्नु हुँदै थियो। बिल्कुल बिल्कुल। हामीले त के सोचेको छौँ भने हामीले जे जति आरटीआईमा पायौँ र जुन प्रकारको बर्मा लुटाइ भएको त्यहाँ देख्यौँ कि हामी चाहिँ नगरपालिकामा आएपछि कति फन्ड आउँदैछ, कहाँ काम हुँदैछ, जम्मै हामी जनतामा पारदर्शी रूपले प्रत्येक कुरा जनता अगाडि राख्छौँ। अनि तपाईँहरूले भन्नुहुँदैछ कि विगतका बोर्डहरूले गरेको भ्रष्टाचार पनि हामी सत्तामा पुगेको खण्डमा निकाल्छौँ र ती भ्रष्टाचारीहरूलाई कठघरामा उभ्याउँछौँ भन्ने कुराहरू पनि गरिरहेको छ। यो चुनावी स्टन्ट मात्रै त होइन होला नि? निस्सन्देह यो गर्छौँ, किनभने हाम्रो मानसिकता चाहिँ कस्तो भयो भने अपराध चाहिँ गरौँ तर सजाय चाहिँ नपाउँ भन्ने, क्राइम चाहिँ गर्छु पनिसमेन्ट हुँदैन भन्ने खालको। अनि मैले त मोर्चामा हुँदाखेरि पनि देखेको धेरै जसो मान्छेहरू मेरोमा के को लागि आउँथे भने कुनै न कुनै अनैतिक काम, इलिगल काम भएको छ, त्योदेखि प्रोटेक्सन पाउनुको लागि चाहिँ पोलिटिकल पार्टीमा बस्छ। इलिगललाई लिगल बनाउनु, मेम्बर अफ लेजिस्लेटिभ एसेम्ब्ली अर्थात् लेजिस्लेचर अर्थात् ल बनाउने। अब ल बनाउने मान्छेलाई चाहिँ इलिगललाई चाहिँ लिगल बनाइदियो भनेर मान्छे आउँछ। कसैले पिडब्ल्युडीको जमिन अकुपाई गरेको छ, उसले पार्टी चेन्ज गर्छ, भर्खरै भएको छ त्यस्तो घटनाहरू। भनेपछि त इलिगलहरूको अखडा हुँदैछ कि राजनैतिक पार्टी? बिल्कुल बिल्कुल। त्यसले गर्दाखेरि आज राजनीति गर्ने मान्छे भनेपछि अलिकति नाक खुम्चाउँछ मान्छेले, किनभने त्यो त्यही कारणले गर्दाखेरि यस्तो मैला भयो। राजनीतिमा चाहिँ जम्मै अनैतिक कामलाई चाहिँ नैतिक बनाउने एउटा फ्याक्ट्री, एउटा मेसिन जस्तो भइरहेको छ। विशेष गरेर कालेबुङ नगरपालिकामा मात्र होइन, दार्जिलिङ पहाडको नगरपालिकाको सत्तामा पुग्नका निम्ति जिटिएको सत्ता सिङ्गल गोजेमुङले यो चाहिँ गोर्खाल्यान्ड विरोधी र गोर्खाल्यान्ड पन्थीहरूको लडाइँ नै हो भनेर
भनेर घोषणा गरेको छ अनि त्यसमा जनआन्दोलन पार्टीलाई पनि गोर्खाल्यान्ड विरोधीको ट्यागमा उभिरहेको छ। के स्पष्टीकरण दिन चाहनुहुन्छ? मलाई त लाग्छ जनताले जे जति देखेको छ मैले स्पष्टीकरण पनि दिनु पर्दैन। मोर्चाको चाहिँ स्पष्ट रूपमा हेर्दाखेरि हिजो म टिस्टाबाट उकालो चढ्दाखेरि भित्तामा देखेँ वेलकम टु गोर्खाल्यान्ड, चित्रेमा पनि वेलकम टु गोर्खाल्यान्ड, अर्थात् भित्तामा गोर्खाल्यान्ड लेख्ने दल हो मोर्चा भनेको। केवल भित्तामा लेख्ने। वास्तवमा आम जनतालाई यति साह्रो भ्रमित तुल्याएर राखेको छ कि भनौँ भने खास गोर्खाल्यान्डको लागि काम गर्नु सक्ने दललाई अडचन लगाएर रोक्ने दल चाहिँ मोर्चा हो। मोर्चाले कुनै दिन गोर्खाल्यान्डको कुरा गर्नु सक्दैन, किनभने गर्ने हो भने यति बेला उपयुक्त परिवेश छ उनीहरूको लागि। उनीहरूको आफ्नो एमपी छ, उनीहरूको आफ्नो बिजेपीको सरकार छ, त्यहाँ भन न भन्दा त्यहाँ भन्दैन, त्यहाँ भन्नु सक्दैनौ भने त्यसैमा तिमीले भोट जित्यौ, त्यो जनमत वापस फर्काऊ भन्दा त्यो पनि भन्नु सक्दैन एमपीलाई। अब कहिले उनी खुलेको दिन मात्रै होला मोर्चाले गोर्खाल्यान्डको कुरा गर्ने। मोर्चाले त्यति बेला गोर्खाल्यान्डको कुरा गर्छ जति बेला चुनाव आउँछ त्यो सबै भनिरहेको चिज हो। भनेपछि मोर्चाले गरेको गोर्खाल्यान्ड कुरा चुनावी स्टन्ट मात्रै हो। चुनावी स्टन्ट त यो त आम जनताले पनि बुझिसक्यो, तर त्योभन्दा भित्र गएर बुझ्नुपर्ने चाहिँ मोर्चा सबभन्दा ठुलो बाधा भएर बसेको छ। यो चाहिँ परालमा बाँधेको कुकुर जस्तो भयो, त्यसले पराल पनि खाँदैन, अरूलाई पनि खानु दिँदैन, आफूले पनि सही ठाउँमा सबै प्रतिनिधि भएर पनि उठाउँदैन। जिटिएको चौकीलाई या अरू कुनै पनि व्यवस्थाको चौकीलाई चाहिँ चर्किनु आँट्दाखेरि टाल्ने फेभिकोल चाहिँ गोर्खाल्यान्ड भयो। गोर्खाल्यान्ड अब गोर्खाल्यान्ड हो। जनआन्दोलन पार्टीलाई प्रत्येक पल्ट तृणमूल कङ्ग्रेससँग ट्याग लगाएर हेर्ने पनि गर्छ अनि त्यस्तै भइरहेछ अहिले पनि। तपाईँहरूलाई एउटै सिक्काको दुईटा पाटो भन्ने हिसाबले तृणमूल र जाप चाहिँ एउटै सिक्काको दुईटा पाटो भन्ने आरोप लागिबस्छ। अब जापलाई अरू के भन्नुहोस् त? जापले भ्रष्टाचार गर्यो भन्ने ठाउँ छैन, जापमा अयोग्य मानिसहरू छन् भन्ने ठाउँ छैन। बिल पनि बनाएर सबभन्दा पहिला हामीले बुझायौँ गोर्खाल्यान्डको। अब एउटै कुरा जबरजस्ती होइन, यो के अरे टिएमसीको बी टिम हो भनेर जबरजस्ती भन्नु चाहेको कारण चाहिँ त्यहाँदेखि उता भन्नु सक्ने अरू केही चिजै छैन। तर जनताले त आँखा अगाडि देखेको छ। जनआन्दोलन पार्टीले स्पष्ट घोषणा गरेर हामी अलग्गै चुनाव लड्दैछौँ। खास परिस्थिति चाहिँ ग्राउन्ड सिचुएसनमा के छ भने हिजोस्ति जसले उफ्री हामी हाम्रो रगतको अन्तिम थोपासम्म पनि अलग राज्यको लागि दिन्छौँ, हर्कबहादुर छेत्री, जनआन्दोलन पार्टीहरू, दलाल हो बङ्गालको भन्नेहरू नगरपालिकामा टिकट नपाउँदाखेरि दल छोडेर फेरि टिएमसीमा पस्यो। खरसाङमा पनि त्यही न्युज सुनिन्छ, दार्जिलिङमा पनि त्यही न्युज सुनिन्छ, कालिम्पोङमा पनि त्यही न्युज सुनिन्छ। अर्थात् हिजो शहीद हुनु तयार मान्छेले गोर्खाल्यान्डको लागि थिएन रहेछ। भित्र मनमा चाहिँ मैले यतिको कट्टरपना देखाएँ भने नगरपालिका पाइहाल्छु कि टिकट, या झोडा खोल्सा पाइहाल्छु कि काम, या सभासदको टिकट पछि पाइहाल्छु कि, अनि किन रोक्नु, किन लुकाउनु? यो त गोर्खाल्यान्ड चाहिँ लाबरको टोपी जस्तो भयो, तन्काउन जत्रो पनि हुने। तर टोपी खोलेपछि टाउको भित्र त हामी त म्युनिसिपालिटी देख्छौँ, झोडा देख्छौँ, खोल्सा देख्छौँ, गोर्खाल्यान्डको नाम निशान कहीँ छैन। भनेपछि गोर्खाल्यान्ड एउटा बिक्री गर्ने, त्यसले गर्दा गोर्खाल्यान्ड चाहिँ अब यिनीहरूको तकिया कलाम जस्तो भयो, एउटा के अरे थेगो जस्तो भयो। आम जनताले यो कुरो बुझ्नुपर्छ। कतिजना यो 2-3 महिनाभित्रमा जापलाई गाली गर्ने अनि बङ्गालको दलाल भन्नेहरू सबै बङ्गालको पार्टीमा जोइन गर्नु गए। अनि जानै हो र यदि जाप स्वार्थी थियो या जाप पनि नभनौँ, हर्कबहादुर छेत्री स्वार्थी थियो भने र व्यक्तिगत कारणले हो भने हर्कबहादुर छेत्री यो अहिले भर्खर पस्दै गर्ने साथीभाइहरूभन्दा कहाँ माथि हुन्थ्यो है। त्यो परिस्थितिलाई पनि ठुक्र्याएर होइन, यहाँको हाम्रो रिजनल एस्पिरेसन छ, एक दिन गएर त प्रत्येक गोर्खाको मनभित्र अलग राज्य छ। त्यसको लागि काम गर्नुको लागि यो तमासा गरेर, ड्रामा गरेर, सर्कस गरेर हुँदैन। त्यो काम गर्नुको लागि जुन व्यवस्थामा जान्छ इलेक्टेड भएर, त्यो व्यवस्थालाई चाहिँ आफ्नो योग्यता प्रमाण गर्ने चिजको रूपमा प्रयोग गरेर, योग्यता प्रमाण भएपछि सरकार गराउँछ। आज सरकारले किन नारी छामिसक्यो, यिनीहरूको केही पनि छैन, केही पनि जान्दैन, यिनीहरूले भनेर बुझिसक्यो। पहाडको निम्ति तृणमूल कङ्ग्रेस कतिको घातक हुन सक्छ, यसको दूरगामी प्रभाव के हुन सक्छ, कस्तो लाग्छ जापलाई? अब पार्टी भनेको झन्डा होइन, पार्टी भनेको कार्यकर्ता। कस्ता कस्ता मानिस मिलेर त्यो पार्टी बनिएको छ। म जब तृणमूलमा हेर्छु
भावी पिँढीले आशा राख्नु सक्ने एउटा अनुहार देख्दिनँ। किनभने हठात कोही एउटा दलमा देखा पऱ्यो, सरकारी दलमा जोइन गर्यो, कमसेकम मान्छेले उसको पृष्ठभूमि हेर्नुपर्छ, ब्याकग्राउन्डमा योभन्दा पहिला यो मान्छेले के गरेको थियो। अनि त्यसरी हेऱ्यौँ भने समाज सेवाको र जनताको लागि भनेर डेडिकेटेड समर्पित रूपमा बाहिर निक्लेको मान्छेहरू म एकजना पनि देख्दिनँ। अब यो कतिको घातक हुन्छ भन्ने कुरो चाहिँ यो नगरपालिकामा कस्तो रिजल्ट निक्लिन्छ। अब राम्रा राम्रा मान्छेहरू त्यहाँ थिए भने सरकारलाई काममा लगाएर धेरै काम गर्न सकिन्थ्यो होला, हो कि? तर नगरपालिका चलाएर आउने मान्छेहरू पनि छन् त्यहाँ, अरू दलले रिजेक्ट गरेर निकालेको मान्छेहरू पनि छन् त्यहाँ, हो कि? कोही त एउटा फुटबल क्लबको प्रेसिडेन्टसिपबाट हटाइदियो भनेर आउनेहरू पनि छन् त्यहाँनिर। र यस्तो सानो सानो नितान्त व्यक्तिगत कारणहरूले गर्दाखेरि दल छोड्ने मान्छे 3 दिन अगाडि त्यही मान्छेहरूको अनुहार घाँस फुलसँग हुन्छ, 3 दिन पछाडि त्यही मान्छेको अनुहार हिमाल र खुकुरीसँग हुन्छ। अनि यो अहिले त अस्थायी कर्मचारी जस्तो भयो, जनता पनि अस्थायी भयो, है। र यसको एउटा मूल कारण चाहिँ के पनि होला भने यति बेसी गरिबी यो 30 वर्षभित्र सरकारी नोकरी चाकरी त भएन। यहाँ आउने राजनीतिले यहाँको परिस्थितिलाई हेरेर ती शिक्षित युवाहरूलाई चाहिँ कसरी टुङ्गो लगाउने भन्ने कुरोमा कहिले सोचेन, जसको कारणले गर्दा बेकारीहरूको सङ्ख्या बढ्दै गयो, शिक्षित बेकारीहरूको। दार्जिलिङको राजनीतिमा चाहिँ राजनीति भनेको चाहिँ ठेका पट्टा र नाफा कमाउने अड्डा जस्तो मात्रै बनिँदैछ कि? बिल्कुल, किनभने हामीलाई जनआन्दोलन पार्टी गठन गर्दाखेरि धेरैजना सिनियर सिटिजन्सहरूलाई राखेर हामीले मिटिङ गर्दाखेरि सबैको एउटै सुझाव थियो, तपाईँहरूले कमसे कम यो ठिकादारीलाई चाहिँ बन्द गर्नुहोस्। अब ठिकादारी त बन्द त हुँदैन, तर यो ठिकादार हुनुपट्टि प्रोत्साहित गर्ने जुन चाहिँ एउटा व्यवस्था छ यो चाहिँ तपाईँहरूले रोक्नुपर्छ। जनआन्दोलन पार्टीभित्र पनि त फेरि ठेकापट्टा खोज्ने कार्यकर्ता आउला नि। जनआन्दोलन पार्टीमा चाहिँ हामीले एउटा एकदमै निर्दिष्ट हामी त्यो एउटा गाइडलाइन बनाउँछौँ, है। गरोस् न ठिकादारी पनि, तर योग्य व्यक्ति, त्यो जान्ने व्यक्तिले गरोस् र सही रूपमा गरोस्। किन विकास कसले मन पराउँदैन? बाटो बनियोस् भन्ने सबले, बाटो बनिएको विरोध गर्दैन कसैले, तर बाटोको गुणस्तर जुन छ, यही इस्टमेन रोड 56 लाखको बाटो 3 लाख पनि खर्च गरेन, 2 महिना पनि नभइकन अहिले पनि पानी पर्दाखेरि त्यहाँ पटोल्समा पानी जमिन्छ, बाटो कहाँ छ, पानी कहाँ छ त्यो थाहा हुँदैन, त्यो बाटो के खोल्छ होला चिनिँदैन, है। यसले गर्दाखेरि हामी चाहिँ सही काम गरोस्, किनभने विकासको विरोधमा कोही पनि हुँदैन। कहीँ कतै गोर्खा जनमुक्ति मोर्चा र तृणमूल कङ्ग्रेसले चाहिँ जनताको पैसालाई जनतालाई नै प्रलोभन देखाउन लागि मिसयुज गर्ने काम गर्दैछ भने कहीँ कतै होइन, पुरापुरी दुईटै दलले। किनभने यो बिचमा हामीले देख्यौँ अचानक थुप्रै कामहरू छोड्यो जब एसडिओले एडमिनिस्ट्रेटर लियो। त्यहाँदेखि मैले देखेँ मेरो घरको छेउमा अचानक भित्तामा एउटा सानो डस्टबिन जस्तो इँटा जोडेर बनाउनु थाल्यो। पछि अफिस आएर बुझेको 23वटै वार्डमा 1-1 लाख रुपियाँको जे गर्छस् गर भनेर दिएको रहेछ। 23वटै वार्डमा अनि पाउनु चाहिँ जम्मै तृणमूलकोहरूले पाएको रहेछ। अनि आज सत्तामा लागेको यो अवस्था छ भने भोलि सत्तामा आएपछि के गर्छ यिनीहरूले? कुनै दिन बलुवा नदेखेको मान्छेले कन्ट्र्याक्ट पाएर त्यो 3000 पनि खर्च नहुने एउटा मैला फ्याँक्ने बनाइरहेको छ। त्यो सबै भोटबाट अनि कसरी चाहिँ 23वटै वार्डमा टिएमसी क्याडरले मात्रै पायो त? त्यो त कोइन्सिडेन्स त हुन सक्दैन है। ममता ब्यानर्जीले राम्रो सोचेर पहाडमा विकास होस् भनेर जिल्ला दिनु, महकुमा दिनु, कतिवटा इन्स्टिट्युटहरू दिनु, त्यसको त हामी स्वागत गर्छौँ। तर जस्ता मान्छेहरूको हातमा लु विकास गर पहाड भनेर जिम्मा दियो, त्यो मान्छेहरूले गरेको विकास अहिले हेर्दाखेरि नै हाम्रो आङ खुलेर आउँछ। यिनीहरूको हातमा चाहिँ विकास आयो भने चाहिँ जनताको हालत चाहिँ के हुन्छ भन्छ। र त्यसले गर्दा हामी अब जनतालाई चाहिँ त्यही अपिल गर्न चाहन्छौँ, हेर बुझ, अघि नाराबाजी र भिडमा नजाऊ, आफ्नो पनि विश्लेषण गर्ने क्षमता छ। यो मान्छे जो मेरोमा आउँदैछ यसकोमा जनभावना र जनसेवाको कति लामो पृष्ठभूमि छ, यसले के गरे जनतालाई लाभ पुर्यायो। हिजोसम्म देख्दै नदेखेको मान्छे अचानक दिदीको नीति बुझेर आए भनेर भन्छ, अघि रातारात नीति बुझ्छ। हिजो अस्ति 2 जनाले मोर्चा छोडेर, टिकट नपाएर मोर्चा छोडेर तृणमूलमा जाने के भन्दै थियो भने नीति मन परेन भन्दै थियो मोर्चा। अन्त मैले सम्झेँ, अरे
नोमिनेसन फाइल गर्नु अगाडिसम्म यिनीहरूको नीति गोर्खाल्यान्ड थियो, गोर्खाल्यान्डको लागि रगत दिनु तयार थियो। नीति भनेको त मैले टिकट पाउँछु कि पाउँदिनँ भन्ने भएको छ। अन्त टिकट नपाउँदाखेरि त त्यो नीति नराम्रो भयो। अब टिकट पार गर्दाखेरि त्यो नीति एकदम राम्रो हो। तृणमूल कङ्ग्रेसले अहिले घरि विशेष गरेर विकास बोर्डहरूलाई पनि नगरपालिका चुनावको निम्ति अपरोक्ष दबाउ बनाएर चुनावी अभियान उतार्ने काम गरिरहेको छ। यसबारे जातलाई कतिको खबर छ, कतिको सचेत छ? यो हामी जान्दछौँ। एउटै नराम्रो लागेको कुरा चाहिँ के हो भने मलाई कल्चर एन्ड डेभलपमेन्ट बोर्ड भनेर सबैलाई दिएको। तर आज हामी स्पष्ट रूपमा देख्दैछौँ यो पोलिटिकल हो, यो कल्चरल पनि होइन, डेभलपमेन्ट त होला, कहीँ घरहरू बनिँदैछ, त्यसलाई त हामीले स्वीकार गर्नैपर्छ। तर पहिलो इन्टेन्सन चाहिँ यो पोलिटिकल बोर्ड थियो। त्यो पोलिटिक्स चाहिँ अगाडि नै जनताको अगाडि स्पष्ट नभइहालोस् भनेर कल्चर र डेभलपमेन्ट भनेर अगाडि राख्यो, जोडिदियो। तर आज देखिँदैछ त्यसो हो भने त सिधासिधी भोट दिएर भोट मागेको, जनआन्दोलन पार्टीलाई चाहिँ सशक्त भएको तृणमूलले देख्न चाहँदैन, अर्थात् राज्यको सत्तारूढ पार्टीले कहिले पनि देख्न सक्दैन, अथवा क्षेत्रीय दलहरूलाई सशक्त भएको देख्न चाहँदैन भनेर तपाईँले भन्नुभयो। जापलाई पनि सशक्त भएको देखेर नै अहिले कालेबुङमा तृणमूलका शीर्षस्थ नेतृत्व थुप्रिने गरेको हो कि? त्यो होला, उनीहरूलाई पनि आफ्नो दल विकास गर्ने, आफ्नो दललाई विस्तार गर्ने उनीहरूको अधिकार छ। पहिलो कुरो त उनीहरूले हामीलाई सजिलोसँग किन्न सकेन, लोभ्याउनु सकेन। जसरी जिएनएलएफ गयो हामी गएनौँ, हामी आफ्नो अडान उनीहरूले धेरैपल्ट अलायन्स गर्नु भनेर भनेको। अब त्यो अलायन्सको त के अरे प्रेसमा पनि हामी मोर्चा बाहेक सबैसँग अलायन्स गर्नु तयार छौँ भन्ने स्टेटमेन्ट आएको। अब यहाँ तृणमूल भनेर सबैले सोच्दा चाहिँ ममता ब्यानर्जी सम्झिन्छ, त्यो अनुहार त यहाँ त छैन, यहाँ त लोकल तृणमूल हो। अनि यहाँ जसले तृणमूल गर्दैछ लुगा फेर्दाखेरि नै मान्छे बदली हुने हो भने त राम्रो हुन्थ्यो। तर झन्डा जुनमा गए पनि मान्छेले हामीले फेरि त्यही मान्छे देख्दैछौँ जसले एउटा दलमा हत्तो हैरान बनायो, एउटा पदमा बसेर जनतालाई ठग्नुसम्म ठग्यो, अर्को दलमा त्यो झन्डाको त परिवर्तन गर्नुभयो। अनि झन्डा परिवर्तन गर्दै सबै हुन्थ्यो भने त यसमा मलाई एउटा हरिशङ्कर प्रसाईको कुरा याद आयो क्या। कति काङ्ग्रेसीहरूले गान्धीको मार्गमा हिँड्नुपर्छ, गान्धीको बाटोमा हिँड्नुपर्छ भनेर आफ्नो समर्थकहरूलाई भन्दा पनि कोही पनि हिँडेन अरे गान्धीको बाटो। त्यसले गर्दा बाटोको नाम नै गान्धी मार्ग राखिदियो, त्यताबाट त सबैजना हिँड्छ नि। त्यस्तै यो बाटोको नाम जस्तो मात्रै भयो। टिएमसी पनि कलकत्ताको टिएमसी, ममता ब्यानर्जीको टिएमसी र यहाँ हिलमा चल्ने टिएमसीमा त्यही अवस्थाको फरक छ। मान्छे त त्यही त हो है। र हामी चाहिँ भाग्यवश भनौँ या दुर्भाग्यवश भनौँ त्योभन्दा अलगमा पऱ्यौँ। र हामी जनतालाई मैले बार मैले एमएलए इलेक्सनमा मैले भनेको कुरा, मैले तपाईँहरूलाई मौका मागेको होइन, मैले तपाईँहरूलाई मौका दिएको। यदि हर्कबहादुर मार्फत, जनआन्दोलन पार्टी मार्फत केही हुन्छ भन्ने विश्वास लाग्छ भने चलाऊ, मलाई काममा लगाऊ। अमेरिकनहरू भन्छ नि टाइम इज मनी, म त मेरो समयको दिँदैछु त, समय मात्रै होइन मेरो परिश्रम पनि दिँदैछु, हरेक ठाउँमा गएर मान्छेलाई बताउँदैछु। त्यसको बादमा भएन भने मलाई दुःखमन केही पनि छैन, किनभने अङ्ग्रेजीमा एउटा भनाइ छ, इन डेमोक्रेसी यु गेट द काइन्ड अफ लिडर यु डिजर्भ। जनताले जस्तो डिजर्भ गर्छ त्यस्तै खालको नेता पाउँछ। यदि जनतालाई त्यस्तै खालको नेता मनपर्छ, फेरि पनि भोट हालेको लगत्तै पछाडिदेखि 5 वर्ष गन गरेर खत्तम पारिने हो यिनीहरूले भन्नु मनपर्छ भने, या हिजो तिमीले जसलाई आलोचना गर्दै थियौ अघि, आज नोमिनेसन फाइल गर्ने बित्तिकै त्यही मान्छे तिम्रो श्रद्धेय हुन्छ भने हाम्रो भन्नु केही पनि छैन। तर हामीले एउटा मौका दिएको छौँ, एउटा विकल्प दिएको छौँ। जातले आज जुन प्रकारले इन्डिपेन्डेन्ट क्यान्डिडेटहरू छन्, विभिन्न दलका क्यान्डिडेटहरू छन्, छान जनताको अगाडि त्यो स्वाधीनता छ। हामी सबभन्दा राम्रो छौँ भनेर हामी भन्दैनौँ, हामीले जे जति गर्यौँ त्यो हामी प्रचार गर्छौँ। त्यसको आधारमा अरूले कति भन्दैछन् र कति गरे त्यो पनि जनताको सामु। यहाँ चाहिँ के हुँदो रहेछ भने नि, त्यही ठाउँबाट भन्दाखेरि चाहिँ जनतालाई चाहिँ नेताको सबै थाहा हुन्छ, नेतालाई चाहिँ जनताको थाहा हुँदैन। यो त देखिरहेको त हो, त्यो पेरुमा टिचर गर्ने त हो। त्यसले गर्दाखेरि अलिकति त्यो लोकल मान्छेलाई चाहिँ न यतिको योग्यता यसको छैन कि। अब गुरुङजी आउँछन् दार्जिलिङबाट, अन्त दार्जिलिङबाट आउँदाखेरि श्रद्धेय भइहाल्छ। अरू विश्वास कलकत्ताबाट आउँछन्, हो न उसकोमा जादुको लट्ठी छ र भोलि गाउँतिर घुमाउँदाखेरि सबै बाटो बनिन्छ, पुल बनिन्छ भनेर सम्झिन्छ है। उसले घुमाउने लट्ठी त फेरि यहीँको अनुहारहरू, त्यो लट्ठीले सुविधा दिएको छ कि असुविधा दिएको छ उनीहरूलाई थाहा छ। त्यसको बादमा छान्न स्वाधीन छ।
कुरा घुमाएर विकास बोर्डमै ल्याउँछु, भोट दिएर भोट मागेको भन्ने कुरा आयो। केही दिन अघि मात्र जनआन्दोलन पार्टीका ब्युरो सदस्य युसुफ सिमिकलाई लेप्चा विकास बोर्डको उपाध्यक्ष पदबाट निष्कासित गरे, उनको पद खोसियो। यो चुनावकै मुखमा पद खोसिनु पनि चुनावसँगै जोडिनैको कारण नै हुनसक्छ भन्ने शङ्का छ, के छ तपाईँलाई? त्यो जनआन्दोलन पार्टीसँग सोझासोझी सम्बन्धित विषय पनि होइन, नकुनै गल्ती नै भेट्टाएको कि या यो एउटा राजनैतिक प्रतिशोध लिनु खोजेको मात्रै हो कि यो भन्ने कुरा चाहिँ यो दुईटा चाहिँ लेप्चा डेभलपमेन्ट बोर्ड र राज्य सरकारको बिचको कुरा हो। त यो माथि म केही पनि भन्दिनँ, मैले टिप्पणी गर्दिनँ। यो जनआन्दोलन पार्टीदेखि बाहिर चाहिँ अरू सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग के भइरहेछ त्यो हाम्रो सरकार होइन। अनि युसुफ सिमिकलाई उपाध्यक्ष पद खोसिएपछि तत्कालै तृणमूल कङ्ग्रेसले अन्य विकास बोर्डका प्रतिनिधिहरूलाई लिएर एउटा बैठक पनि गर्यो अनि उनीहरूलाई चुनावी दबाउ दिने काम भयो। विशेष गरेर विभिन्न वार्डहरूबाट तृणमूल कङ्ग्रेसले डाटा कलेक्सन गरेर कुन वार्डमा कसको मतदाता बेसी छ र त्यो वार्डमा त्यो विशेष बोर्डलाई जिम्मेवारी सुम्पिने कामहरू भइरहेछ। यसमा तपाईँको के छ? कता कता शङ्का त थियो, तर त्यो प्रमाणित भयो कि यो बोर्ड चाहिँ कुनै कल्चरल बोर्ड होइन, यो 100% पोलिटिकल बोर्ड हो। अनि भोलि गएर कुनै पनि निर्णय उनीहरूले लिन सक्छ बोर्डसँग सम्बन्धित। अनि मलाई लाग्छ यो चाहिँ राजनीतिमा पनि सबैभन्दा तल्लो स्तरको राजनीति होला। हुन त त्यसरी हेऱ्यो भने जिटिए पनि बोर्ड नै हो, अनि जिटिएको बोर्डले काम गर्नु सक्यो, त्यसले गर्दा जातको बोर्ड दियो है। अनि जिटिएको बोर्डले काम त गरेन भोट पनि दिएन, जिटिएको बोर्डले अर्कै पार्टीलाई समर्थन गर्ने, अन्त त्यो बोर्डलाई नष्ट गर्नुको लागि चाहिँ यो बोर्ड राम्रो हुन्छ भनेर काममा लगाएको होला, उनीहरूको हतियार हो। तर पार्टीको मान्छेले चाहिँ बुझ्नुपर्छ मेरो विचारमा कि बोर्ड आफ्नो ठाउँमा छ, विकास आफ्नो ठाउँमा छ, त्यो विकास त कुनै सरकारले दिएको होइन। फेरि पनि म त्यसमा फर्केर आउँछु, देशको नागरिकको हैसियतले पाउनै पर्ने अधिकार जुन चाहिँ मधेसतिर पर्याप्त मात्रामा छ, पहाडमा अहिलेसम्म आइपुगेको छैन, त्यो अधिकार पाउने त नागरिकको हैसियतले अधिकारको कुरा हो। त्यो त कुनै दया माया र भिख मागेको होइन। हामी त्यही भन्छौँ कि अधिकारको रूपमा पाउने चिजलाई चाहिँ सरकारले दया मायाको चिजमा पाउने जस्तो बनायो भने चाहिँ त्यो चाहिँ दोस्रो दर्जाको नागरिकको रूपमा हामीलाई हेरेको अहिले चाहिँ यस्तो कुरा भइरहेछ। विशेष गरेर जापलाई जिताएर किन पठाउनु, जापलाई जिताएर पठायो भने त यता गोजमुमोले जिटिए चलाउँदैछ, जिटिएको सत्तामा गोजमुमो छ, राज्यको सत्तामा तृणमूल छ। त्यसले गर्दाखेरि जापलाई पठायो भने कतैबाट फन्ड ल्याउनु सक्दैन, न जिटिएबाट ल्याउन सक्छ न राज्यबाट ल्याउन सक्छ भन्ने चर्चा पनि भइरहेछ। नदेओस् त, त्यो त माग्नु नसक्ने मान्छेहरू जाँदाखेरि पो ल्याउन सक्दैन। त्यो जनतामा डर देखाउने काम हो। यो त डर देखाउने काम हो नि। मलाई यसमा चाहिँ एउटा मोदीको स्टेटमेन्ट याद आउँछ। 2014मा जति बेला इलेक्सन थियो, मोदीले प्रचारमा जाँदाखेरि के भन्यो भने नि, दिने मान्छे तयार छ, माग्नेकोमा हैसियत छैन भनेर भन्यो। हैसियतसँग माग्नु पर्यो नि। हामीलाई 60 करोडले पुग्दैन, 200 करोड देऊ भनेर माग्दाखेरि यो के खैरात हो र त्यसरी दिन्छ? तिमी प्रोपर प्रोजेक्ट लिएर जाऊ, प्रोपर वेटिङ गराएर लिएर जाऊ, तिम्रो वर्षभरिको प्लानिङ त्यहाँ लगेर देखाऊ, त्यसको दरकार किन छ, आवश्यकता किन छ त्यो देखाऊ, त्यसको बादमा माग। त्यहाँदेखि दिएन भने बत्ती बाल्नुपर्छ, सडकमा उत्रिने काम त त्यहाँदेखि पहिल्यै सडकमा उत्रिन्छ, कुनै प्लानै बेगर। त्यहाँदेखि बोलाएर एउटा सानो केही चिज दिएपछि त्यही 10-12 जनाले वरिपरि जति पनि सरकारसँग गएर बात मार्दैछ राजनैतिक दलका नेताहरू भिख माग्ने तरिकाले मात्रै सरकारसँग डिल गर्दैछ भन्ने हो तपाईँको कुरा? मैले त आफै देखेको प्रधानमन्त्रीसँग हजुर बोल्नु त पाएन हाम्रोहरूले। विमल गुरुङ पनि त्यो खाली आलुवालियासँग बात भयो, यति नै बोले विमल गुरुङले, हमारा भी थोड़ा देख दीजिएगा, निक्लिने बेला प्रधानमन्त्रीसँग। अब त्यो एमपी उहाँ बोल्दाखेरि गृहमन्त्रीसँग अपोइन्टमेन्ट मिलाइदिनु पर्दाखेरि वहाँ के लोग आए हैं भनेर भन्छ राजनाथ सिंहलाई। मलाई सबभन्दा पहिला मनमा लागेको त्यो थियो क्या, वहाँ के लोग, अरे तिमी प्रतिनिधि हौ, हमारे लोग आए हैं भनेर भन्नुको साथ हो वहाँ के लोग आए हैं। व्हाट डु मिन बाइ द्याट? तिमी हाम्रो प्रतिनिधि होइन? सांसदले त्यसो भन्दैछ। त्यति बेला यस्तो मान्छेलाई राखेर अपराध जस्तो ठुलो चिज ल्याउँछु भनेर भन्नु,
अनि अब त्यो देउछ ल्याउन त थाहा भयो नि नगरपालिका मार गोर्खाल्यान्ड ल्याउँछु भनेर भन्दैछ अघि भोलि पर्सि पञ्चायतमा पनि उनीहरूले गोर्खाल्यान्ड ल्याउँछ यहाँ त गोर्खाल्यान्ड राख्नु पो कहाँ राख्नु हामीलाई त त्यो ठाउँको बनाउनु पर्ने जस्तो परिस्थिति छ क्या म्युनिसिपालिटीको गोर्खाल्यान्ड पञ्चायतको गोर्खाल्यान्ड जिटिएको गोर्खाल्यान्डको गोर्खाल्यान्ड भोट बजारमा बिक्री गर्ने मुद्दा भयो गोर्खाल्यान्ड हो विशेष गरेर नगरपालिका चुनाव एउटा एसिड टेस्टको रूपमा छ भोलिको दिनमा जनआन्दोलन पार्टी नगरपालिका चुनावमा हार्यो भनेदेखि जनआन्दोलन पार्टीको अस्तित्व होला के यो नगरपालिकाको रिजल्टले उसो त विमल गुरुङले 3 महिनामा गएर झर्छ भनेको म्युनिसिपल के अरे एमएलए इलेक्सन पछि यिनीहरूले के गर्छ यिनीहरू हराउँछ भनेको थियो नि जसरी एमएलए इलेक्सन पछि हामी हराएनौँ इरेस्पेक्टिभ अफ द रिजल्ट जेसुकै होस् नगरपालिकाको इलेक्सन पछि पनि हामी अझै बलियो भएर आउँछौँ जिते पनि हारे पनि हामी यहाँनिर यसलाई करियर बनाउनको लागि आएको होइन केही गरौँ समाजसेवाको रूपमा भएर आएको अब आफ्नो सर्भिसबाट रिटायर भएको मान्छेलाई अर्कै करियर चाहिन्छ है अनि हामीसँग जस्तो साथीहरू छन् कोही पनि राजनीतिलाई करियर बनाउने र राजनीतिबाट भात खाने खालको विचारधारा लिएको छैन त्यो भन्नुको मतलब सबै सम्पन्न छन् भनेको पनि होइन तर जुन समस्या हामीले देखेको छौँ हामीलाई लाग्छ यो दल यो टोली जुन छ हाम्रो यसले सही ठाउँ पायो भने हामी एक दिन यो जुन सामान्य समस्याहरू छ यसलाई हामी पक्का टुङ्गोमा पुर्याउँछौँ र निष्कर्षमा लगेर छुट्छौँ भन्ने आत्मविश्वास छ त्यसले गर्दा निक्लेको त्यसले गर्दा इरेस्पेक्टिभ अफ द रिजल्ट हामी छौँ हामी रहन्छौँ भोलिको दिनमा जनआन्दोलन पार्टी र तृणमूल कङ्ग्रेस मिलेर पो भोट बनाउँछ कि भन्ने कुराहरू छ मतलब कोइलेसन गभर्मेन्ट हुन्छ कि सरकार हुन्छ कि भन्ने कुराहरू पनि छन् यदि बहुमतमा जात आएन 2-4वटा तृणमूलको सहयोग लिनुपर्ने स्थिति आयो भनेदेखि त्यति बेला तृणमूलको सहयोग लिएर भोट बनाउने कि दरो विपक्षको रूपमा बस्ने भन्ने पनि अहिले नै निर्णय गरेको छ जुन विषय राम्रो विषय मैले उठान गरेको सम्भावनाहरूमाथि अहिले हामी कुरा गरौँ अहिले हामी ठोस विषयमा कुरा गरौँ ठोस विषयमा कुरा गर्दा हामी विश्वस्त छौँ हामी आउँछौँ हामी नआएको खण्डमा त्यहाँदेखि हामी तराजुमा तौलिन्छौँ कालेबुङ नगरपालिकामा द डेभिल एन्ड द डिप सी भन्छ दुईपट्टि नै राम्रो आएको छैन तर अब बिट्विन द डेभिल एन्ड द डिप सी कुन चाहिँ लाई चाहिँ लेसर एभिल चाहिँ को हो र कोसँग हिँड्न सकिन्छ भन्ने कुरो त्यसलाई सोचौँला या होइन भने उनीहरूलाई हामी साँठगाँठ गर्न दिउँला र हामी तल बसौँला कुनै पनि पर्मुटेसन कम्बिनेसनको लागि हामी ओपन छौँ अहिले हामी केही निर्णय लिँदैन भन्ने विषय छ किनभने त्यति बेला त हामी ब्युरोमा बस्छौँ हाम्रो दल त जनमुक्ति मोर्चा जस्तो होइन कि एकजनामा 76 जना सेन्ट्रल कमिटी छ तर एकजनाले निर्णय गर्छ त्यस्तो होइन हाम्रो टिएमसी जस्तो पनि होइन कि एकजनाले निर्णय गर्छ अघि हाम्रो त सबैजना बसेर त्यहाँ अध्यक्षले भन्यो भने पुरा अध्यक्ष हुँदैन त्यहाँनिर त्यो उठेको इस्यु चाहिँ अध्यक्षको लायकको छ भने जुनसुकै मेम्बरले उठाएको इस्यु पनि त्यसलाई स्वीकार गरिन्छ त्यसले गर्दाखेरि हामी कालेबुङ नगरपालिका त जित्छु भन्ने तपाईँहरू प्राय निश्चित देखिन्छ तपाईँहरूले दाबी गरिरहनु भएको छ दार्जिलिङ खरसाङ र मिरिकलाई कसरी हेरिरहनु भएको छ अब अहिले जिएनएलएफको उद्भवको बारेमा चुनाव महँगो भयो गोजमुले त्यसलाई एकदम झन् अल्टिमेट लेभलमा पुर्याइदियो महँगाइको अनि हामी पढ्नु त्यो संसाधन हामीसँग छैन त्यसले गर्दा हामीले जति सक्यौँ त्यति उठायौँ तर एउटा वेभ छ एउटा सचेत मानिसहरूको मनभित्र जनआन्दोलन पार्टीप्रति एउटा आस्था छ र त्यसले गर्दाखेरि मिरिकमा चाहिँ चान्स छ हाम्रो 6 जना छन् 5 जनाले जितेको त भोट बनिहाल्छ खरसाङ दार्जिलिङ पनि हामीले नछोडेको कारण चाहिँ किनभने हाम्रो सङ्गठन छ त्यहाँ त्यसले गर्दा जति हामी सक्थ्यौँ त्यति उठायौँ हामीले आफ्नो बुताले ल्याएछ डाक्टर सेक्रेटरी आज तपाईँले यो दैनन्दिनको हाँकाहाँकीमा मौका दिनुभयो हामीलाई समय दिनुभयो यसको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ धन्यवाद 14 मई 2017 का दिन नगरपालिका चुनाव छ हामी 18 वर्ष काटेका मतदाताहरूलाई मतदान गर्ने आह्वान गर्छौँ मतदान तपाईँले गर्नुहोस् कुनै पनि सहुलियतमा आफ्नो मतदान बिक्री नगर्नुहोस् आफ्नो स्वेच्छाले आफ्नो स्वच्छ विचारले मतदान गर्ने दैनन्दिन यो हाँकाहाँकी मार्फत आह्वान गर्छ आज हामीमा हाँकाहाँकीमा हुनुहुन्थ्यो जनआन्दोलन पार्टीका डाक्टर हर्कबहादुर छेत्री उनीसँग हामीले हाँकाहाँकी कुराकानी गऱ्यौँ अन्य दिनमा अन्य राजनैतिक दलका नेताहरूसँग पनि दैनन्दिनले यसरी हाँकाहाँकी कुरा गर्नेछ तबसम्मको निम्ति म डिके वाइबा लगायत सम्पूर्ण टोलीलाई बिदा दिनुहोस् नमस्कार